5 दिन भयो न मेरो फोन किन्ने यहाँ पहिला फ्रीमा के भयो तपाईले भनेको मैले के फुलगुडी यहाँ यस्तो केटाहरुसँग आएर हिँड्नलाई लाज लाग्दैन ल कस्तो झुटा आरोप लगाएको हो लाज लाग्दैन गाइस वेलकम छ है गोले च्यानलको भिडियोमा आज पनि निकै डेन्जर प्र्याङ्क हुनेवाला छ सबैजनाले हेर्नु होला लेट्स गो गाइस सर यहाँ आउँदा फुलकी अन्डा के भइरहेछ यहाँ के फुलगुडी यहाँ यस्तो केटाहरुसँग आएर हिँड्नलाई लाज लाग्दैन बुढा हुँदा हुँदा के भनि के हो तपाईहरुको पारा मान्छेको बुढी र चिन्दैन के हो तपाईहरुले ल कस्तो तपाईको भनेको हो बुढालाई पनि पुलिस बोलाइदिउ तपाईहरुको पारा के हो ए आउन के त्यसै भन्नु होइन के मेरो बुढा होइन के हो कस्तो बुढालाई बुढा हैन भनिरा हो तपाई भन्नु त तपाई के हो क्यामेरा स्यामर तेर्स्याउने मान्छेको बुढीलाई ल लाज लाग्दैन त्यतालाई बोलाउनु ल मान्छेहरु भएर होइन के होइन फटा बोल्नु कस्तो फटा गरिन ल छिटो के भयो भाइ चिनी कि छैन कस्तो ल अब बुढालाई नचिन्ने तपाईहरुलाई थाहा छैन तपाईको बुढीको नाम के हो भन्नु पहिला हैन नाम के हो बुढीको नाम मैले बुढीको नामै निकनेम बुढी राखेको छु भयो के छोड्दिनु उता सम्झिदा कस्तो दाइ दाइ यहाँ हेर्नु न के भन्नु लागि यो भाइले जुन लाएर नगर्नु न ए भाइ नभए मेरो फोटो खिच्ने यहाँ पहिला अरे कहना के भयो तपाईले भनेको मैले तपाईले भने तर बिचमा नबोल्नु है मेरो फोटो खिच्ने यहाँ फ्रीमा नभए क्यामेरा स्यामर फुटाइदिन्छु मैले फेरि मेरो फोटो खिच्ने नखिच्ने पहिला बैनहरु के हुँदैछ मेरो फोटो खिच्ने यहाँ पहिला नभए क्यामेरा स्यामर फुटाइदिन्छु पैसा 1 रुपैयाँ दिनुवाला छैन मेरो दामी फोटोहरु खिच्नु पर्यो म आज यहाँ फ्रीमा फोटो खिच्न आएको मेरो फोटो खिच्ने यहाँ तपाईहरु साइड लाग्नु त मेरो फोटो खिच्ने आज यहाँ कसैको फोटो खिच्दैन यो क्यामेराबाट छिटो फोटो खिच्ने ओइ फेरि क्यामेरा स्यामर फुटाइदिनु नपरोस् पुष्पा झुकेको नै फोटो खिच्ने यहाँ पाँच दिन भयो न बनाउनु न टिकटक अनि कोरा ऊपर ल कस्तो झुटा आरोप लगाएको हो लाज लाग्दैन कसम हैन हौ कस्तो खालको मान्छे रहेछ यार झुटा आरोप लगाइदिने मान्छे हिँडिरहेछ आफ्नै स्पिडमा सोझो मान्छे त देख्नु नहुने हो कि केटीहरुले त्यो मान्छे चिन्दैन मैले को हो त्यो